हेलो वेलकम गाइज टु माई अनदर ब्लग र आजको ब्लग रहनेछ एग्रिकल्चर ब्लग र आज म मेरो सानो मिनी ट्र्याक्टर लिएर आलु रोप्ने ठाउँ बनाउनु गइरहेको छु। प्लिज इन्जोय द ब्लग, लाइक कमेन्ट र सेयर गर्दै गर्नुहोला। यो चाहिँ मेरो फुच्चे क्यामेराम्यान। आजको यो ब्लगको क्यामेराम्यान चाहिँ यही हो है, फुच्चे क्यामेराम्यान। हाई गर्दै हाई है। नाम के हो? डेनिस डेनिस। डेनिस के? आङदेम्बे। डेनिस आङदेम्बे हो। हाई फाइनली गाइस, आजको यो ब्लग यहीँ सकिएको छ र आजको ब्लग निकै गाह्रो भयो जोत्नलाई। ठाउँ त त्यस्तो गाह्रो थिएन, भए पनि निकै ठुलो ठुलो ढुङ्गाहरू थियो। तपाईँले देख्नुभयो होला है, यहाँ परतिर ठ्याक्कै यहाँनिर ठुलो ठुलो ढुङ्गाहरू छ। ढुङ्गा चाहिँ त्यहाँ लगेर राखेको छ एउटा ढुङ्गा, अनि एउटा ढुङ्गा त्यो पर्छ है। त्यहाँ एकदम ठुल्ठुलो ढुङ्गाहरू निस्कियो आज, त्यो पर्छ है। ब्लग है भए पनि अब के भने जोत्नु पर्ने थियो। अहिले चाहिँ यो सिजनमा यहाँ चाहिँ आलु लाउने हो, अनि त्यसपछि अब ठ्याक्कै फागुनमा यहाँ नर्सरी गर्नेवाला छु। यो ठ्याक्कै किवी छ है, अस्ति मैले टिकटकमा राखेको किवी ठ्याक्कै यो मेरो किवी गार्डन है। योदेखि यसो लिएर यो पछाडिपट्टि सबै यतातिर सबै किवी छ। पहिले चाहिँ अलैँची थियो, अहिले नै अलैँची छ, बिचमा चाहिँ छ। अनि यो ठ्याक्कै किवीको अडचड हो यो है। अनि यसलाई सेयर गरेको थिएन मजाले, किनभने अब त्यो दोस्रो वर्ष यो फलाइको ठिकठिकै लगभग 300 केजी जति मात्रै फल्यो यसचोटि। किनभने यसचोटि छाट्ने टाइममा म काठमाडौँमा थिएँ र यसचोटि चाहिँ अलिक मजाले छाँटकाट गरेर अलिक धेरै फलाउने, अनि बिस्तारै गरेर यहाँ किवी नै विस्तार गर्ने हो भन्ने चाहिँ योजना चाहिँ हो होइन। किनभने किवीको लागि चाहिँ सुइटेबल ठाउँ छ यहाँ है। अनि त्यस कारणले गर्दा अहिले यो जोतिरहेको, किनभने पछि अब बर्खामा जोत्न अलिक गाह्रो हुन्छ, हिलो हिलो हुन्छ होला। अनि त्यही भएर अहिले जोतिराख्यो भने चाहिँ पछि डिगरले हल्का डिग गरेर किवीको प्लान्ट चाहिँ यहाँनिर ठ्याक्कै लगभग करिब अझै पनि यहाँनिर 20 बोट जति अट्छ किवी यो एरियामा है। यसो हेर्दाखेरि तपाईँहरूलाई थोरै जस्तो लाग्छ, भए पनि एकदम राम्रो छ, ठुलो ठाउँ छ। त्यहाँदेखि यतातिरसम्म गर्दा ठ्याक्कै लगभग 20 बोट अट्छ। अनि नर्सरी पनि गर्नेवाला छु। अब नर्सरी गरेको भिडियो पनि आउनेछ युट्युबमा है। प्लिज लाइक कमेन्ट र सेयर गर्दै गर्नु होला।
है सब्सक्राइब पनि गर्नुहोस् मेरो च्यानल। अनि त किवीको नर्सरी कसरी राख्ने भन्ने पनि म भिडियो बनाउने नै छु है। त्यतिखेर फेरि पनि हामी अर्को ब्लगमा भेट्ने नै छौँ। बाई, सी यू।